नमस्कार सबैजनालाई। सम्पूर्ण नेपालका दाजुभाइ दिदीबहिनी र देश विदेशमा छरेर बस्नुहुने र विशेष गरी आफ्नो स्वदेशका सम्पूर्ण प्रियजनहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र धेरै नै अहिले नेपाल देशमा चाहिँ यो पार्टी सम्बन्धीको विषयहरू आएको छ र अहिलेको यो सम्बन्धी चाहिँ के छ भने तेरो पार्टी मेरो पार्टी, त्यो राम्रो यो बिग्रेको त्यो नराम्रो भन्ने कुरो अहिले सामाजिक सञ्जालभरि फैलिरहेको छ। यो एकदम गलत कुरा हो र यसलाई चाहिँ हामीले बुझ्नुपर्छ, हामी नेपाली जनताले र देश विदेशमा स्वदेशमा बस्नु भएका सम्पूर्णले पनि कुरा बुझ्नुपर्ने हुन्छ। किनभने एउटै आमाले जन्माएको छोराहरू एउटै घरमा बसेर एउटै घरमा जन्मिएको हुर्केको भाइलाई जुझाउने र फटाउने र हटाउने काम नगरौँ। देशमा भनेको सबैजना मिलेर काम गर्नुपर्छ। एकअर्कामा बुझिएन भने बुझाउँदै हातोमालो अँगालो गर्दै जानुपर्छ। मैले यो विरोध गर्न खोजेको होइन, तर विशेष गरी देशमा सबैजना मिलेर चाहिँ काम गर्यो भने देशलाई बनाउन सकिन्छ। अरूको ठाउँमा आएर पसिना बगाउनुभन्दा आफ्नो देशमा गएर पसिना बगाउनु चाहिँ एकदम राम्रो हुन्छ। देशमा विकास हुनु नि जनताले नि सुख पाउनु, जनता नि सुख पाउनु नि देश विकास हुनु। र विशेष गरी के छ भने अहिले चाहिँ राष्ट्रपा गरे अनि उता श्रम संस्कृति गरे भन्दै एकअर्कामा विरोध गर्दै हिँडेपछि हामीले नि तेरो पार्टी ऊ पार्टी मेरो पार्टी यो पार्टी भन्यो भने देश त कहाँ पुग्छ? अन्य देशले पनि हामीलाई त हेपिहाल्छ। अब घरभित्रै लडेपछि हामीले सोच्नुपर्छ, जुनै पार्टी होस् के, जतिवटै पार्टी होस् जस्तै होस्, तर देशको लागि चाहिँ बनाउनु पर्यो, केही गर्नु पर्यो। हामी जनता त्यो डिस्कस गरेर हुँदैन है, लफडा गरेर हुँदैन। यसले यो भन्यो उसले यो भन्यो, बोल्नु सजिलो छ, काम गर्नु गाह्रो छ। र हाम्रो बालेन दाइलाई र हर्के दाइलाई पनि के भन्न चाहन्छु भने मिलेर काम गर्नुहोस्, एक अर्कामा औँला औली नगर्नुहोस्। किनभने देश बनाउनुहोस् राम्रोसँगले। तपाईँको भाइ बहिनीहरू देशको सबैजना देश विदेश घुमिसकेको नै सबै छ, दुःख पाएको छ। नेपाल देशभित्रको सबै नै आफ्नो आफन्त हुन्छ, कोही परै हुँदैन, कोही बिरानो हुँदैन। म चाहिँ के सन्देश दिन्छु भने विदेशमा कोही जानु नपरोस्, आफ्नो देशको चाहिँ मान्छेहरू चाहिँ होइन जानु नपरोस् कि आफ्नो देशको मान्छेहरू चाहिँ सबै आफ्नै देशमा काम गरोस्। यति जान्छ भने भ्रमणमा जाओस्, यसो घुम्नु जाओस् है, त्यस्तो खालको हुनु पऱ्यो नि। त्यो गरी यो पार्टी ऊ पार्टी छोडिदिनुहोस्, यो मिलेर काम गर्नुहोस्, देशमा विकास गर्नुहोस्। म यो भन्छु तपाईँहरूलाई, मेरो चाहिँ एकदम यो सल्लाह सुझाव छ। यो धेरै जनताहरू भेडा भएर
यो भेडामा जुझ्यो भने त्यो एउटा नमरिन्जेलसम्म त्यो जुझ्नु छोड्दैन र एउटा त्यो एकदम के भने जुझ्नु थालेपछि जुझ्यो। त्यस्तै छ जनताहरू। त्यो नराम्रो कुरोलाई नगर है भन्यो भने त्यो कुरोलाई बढाइ चढाइ गरेर सोसियलमा यति लगाउँछ, यति हटाउँछ। एकदम मिलिरहेको अङ्गालो काँड मिलाएर हिँडेकोलाई पनि त्यहाँ मारामार गराउँछ। यो सबैभन्दा अलिकति हाम्रो चाहिँ यो नेपालमा जनता अलिक लुच छ र जनताको दिमाग पनि त्यति छैन। दिमाग भनेको जनता भनेको मिलिरहेको र सरकार बन्दै गरेको चाहिँ भड्काउने र जनता चाहिँ लडाइँ गर्ने र अरूले गर्दैछ भने त्यो पनि विकास हुनु नदिने। मेन कुरो नेपाल सरकार एकदम दर्रो छ। नेपाल सरकार राम्रो पनि छ, तर नेपालको जनता चाहिँ एकदम भेडा छ। नेपालको जनताले बुझ्दैन पनि नेपालको जनताले राम्रो गर्दै गरेको विकास गर्दै गरेको पनि भड्काउँछ र आफूले गर्नु पनि सक्दैन र अरूलाई गर्नु दिँदैन। अनि अरूले गरेको ठाउँमा आलोचना गर्ने र अरूलाई आरोप लाउने, दोषी ठहराउने ती मात्रै गर्छ। मेरो कुरा यही हो। तपाईँहरू सबैजनाले बुझ्नुहोस् र आफै सोच्नुहोस् मैले के भनेको छु। र मलाई गाली गर्नुभन्दा, मलाई कराउनुभन्दा पहिला बुझ्नुहोस् है, हामी कहाँ गलत बोल्दैछौँ कि सही बोल्दैछौँ कि देशको लागि राम्रो गर्दैछौँ कि भन्ने कुरो चाहिँ ध्यान दिनुहोस्। तर तपाईँहरू सबै सोसियलमा बोल्दै हुनुहुन्छ नि, त्यो कुराहरू मलाई चाहिँ एकदम नराम्रो लाग्छ कि। किनकि देशमा जोड्ने चाहिँ होइन, तपाईँहरू फटाउने है, भाइ भाइमा लडाउने, भाइ भाइहरू लडेर मर्ने, दिदी बहिनी बजाउने, जुझाउने त्यस्तो कुरा गर्नुहुन्छ कि त्यो अलिक राम्रो होइन। देश बनाउनको लागि सबै एकजुट हुनुपर्छ। किनभने आफ्नो देशमा पार्टीको हामीलाई कुनै मतलब भएन। हामीलाई देश बनाएको मतलब छ र देशमा विकास भएको मतलब छ। त्यो हामीलाई त्यो पार्टी, यो पार्टी, ऊ पार्टी, त्यो पार्टीको मतलब होइन। त्यो पार्टीको कुरै छुट्टी। देशै भएन भने त्यो पार्टी भएर के गर्नु। देशको हामीले एकदम गर्व छाती राखेर जय नेपाल भन्छ है, र देशको लागि हामीले अगाडि बढ्नुपर्छ। यही मेरो आग्रह गर्छु सबैजनालाई। गल्ती बोल्यो भने माफ गराउँला र सबैजनाले माफ माग्दै अहिले यो छोटो भिडियो तपाईँहरूको